सो हेलो सबैजनालाई, यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि म चाहिँ भोइस ओभर गर्दैछु। सो ऊ चाहिँ मेरो भाइ हो अनि आज उसले कपाल काटेको रे अनि त्यही कपाल काटेको देखाएर छु। अनि यो चाहिँ म। हेलो सबैजनालाई स्वागत छ। हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ भाइ र म आज मेरो आँखा चेकअप गर्नको लागि जाँदैछौँ अनि हामी घुम्न पनि जानेछौँ। आज फर्स्ट टाइम यसरी भाइ र म जाँदैछौँ। सो एक्साइटेड। एक्सिडेन्ट भएको रे। हामीले चाहिँ यहाँ आँखा चेकअप गरायौँ अनि त्यसपछि त्यसको भित्रको चाहिँ भिडियो गरेनौँ किनभने मलाई लाज लागिरहेको थियो भिडियो गर्नलाई। अनि त्यसपछि हामी चाहिँ यहाँ क्याफे हटमा हामी खाजा खान आयौँ किनभने जसले बिहानदेखिबाट केही पनि खाएको थिएन अनि दिदी प्लिज प्लिज जाऊँ भन्यो अनि त्यही भएर आएको। सो हियर वी वेयर वेटिङ फर आवर अर्डर्स अनि मलाई चाहिँ एकदमै लाज लागेको थियो किनभने मान्छेहरू कति धेरै थियो क्या त्यहाँ। सो गाइज हाम्रो ड्रिङ्क्स हाम्रो स्मुदी आइसकेको छ। मलाई चाहिँ लाज लागिरहेको अहिले बोल्नलाई त्यो बिस्तारै बोल्दैछ। कस्तो पहिला चाहिँ खाना हतार भइसक्यो मलाई भिडियो गर्न दिएन। हाम्रो आइसक्यो हट विङ्स होला हटिङ भन्न आएर भयो। बाइक बिग्रेर पिचोक। हेलो ठिक छ नि। बागौँडे हामी चाहिँ जाँदा जाँदै बाटोमा मृग देख्यौँ अनि त्यही हेर्नलाई अनि हामी रोक्यौँ। रोक्यो त के रोक्नु र यसले एकछिनमै लगिहाल्यो। त्यही जतिखेर पनि देखिरहेको त्यही भएर खासै मतलब भएन। ब्लग भइरहेको छ। अनि यहाँ हजुरहरूले 20,000 तालको भ्यू देख्न सक्नुहुनेछ। एकदमै राम्रो भ्यू। अनि त्यसपछि भ्यू साथसाथै म पनि एकदम राम्रो सरी जोक, टेक इट एज अ जोक होइन। यसरी सुन्दर भ्यू हेर्दै मेरो आजको दिन कट्यो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ। बाई बाई।